वेलकम एभ्रिवान। फेरि पनि मैले BRGC को म्याथ एसेसमेन्टको लागि भनेर भिडियो लिएर आएको छु र यो चाहिँ HCF र LCM बाट रहेको छ। क्वेशन रहेको छ फाइन्ड द HCF र LCM अफ 36 and 48। यो चाहिँ हामी है डिभिजन मेथडबाट गर्छौं। फ्याक्टरेसन मेथडबाट गर्न सकिन्छ, डिभिजन मेथडबाट सर्टकट हुन्छ। सो HCF है त। यसलाई चाहिँ जस्तै यहाँ 36 र 48 छ नि, त्यो सानो नम्बरले चाहिँ के गर्नु पर्यो, ठुलो नम्बरलाई डिभाइड गर्नु पर्यो। जस्तै 48 लाई यहाँ बिच राख्ने हैन, 36 लाई यहाँ राख्ने। 36 1 चाहिँ मेथड है, 36 1 जा 36 कि एक्ज्याक्टली डिभाइड हुनु पर्यो हैन, कि सानोले डिभाइड गर्नु पर्छ। 36 1 जा 36 है। अनि कति आउँछ हाम्रो यो 2 आयो हैन, अनि यहाँ 1 आयो। सो फेरि यो 36 लाई यहाँ लिएर आउने तल। 36 कति जा 36 12 कति जा 36 हुन्छ, 12 3 जा 36 हो। एक्ज्याक्टली हुन्छ नि गर्नु पर्यो, एक्ज्याक्टली हुँदैन भने इट्स सानो नम्बरले गर्नु पर्यो, एक स्टेप सानो अथवा कतिले हुन्छ हैन। 12 3 जा 36 हो नि त। सो यसरी रिमाइन्डर 0 आउँछ भने त के भयो त, तपाईको HCF चाहिँ कति भयो त, यो 12 भयो। सो हामीले यो चाहिँ लिनु भएन है, हामीले यो क्वेशन लिनु भएन, रिमाइन्डर पनि लिनु भएन। हामीले कुन चाहिँ लिनु पर्यो त, यो 12 चाहिँ लिनु पर्यो है त यतापटि। सो हाम्रो HCF चाहिँ कति भयो त, HCF चाहिँ हाम्रो 12 भयो है त। LCM पनि झिक्ने तरिका डिभिजन मेथडबाट। जस्तै डिभिजन मेथडबाट गर्दा त सबै नम्बर लिने, 36 र 48 लाई नै लिने यसरी है। अनि यो दुईटै नम्बर के छ, इभन छ। पछाडिको नम्बर हैन, इभन हो कि अड हुने भए त्यसो 6 8 इभन छ। सो 2 बाट सुरु गर्ने, जहिले पनि स्टार्ट गरे पनि 2 बाट गर्ने। 2 1 जा 2 2 8 जा 16 25 यो गर्न आउँछ होला तपाईलाई। सो 2 1 जा 2 भयो, 1 जान्छ, मैले भनिराख्नु पर्दैन, सिम्पल कुरा छ। 2 2 जा 4 2 4 जा 8 है। अर्को कति छ, 2 9 जा 18 2 1 जा 2 2 2 जा 4 यसरी कममा पनि दिने। अब यो यता चाहिँ इभन नम्बर छ, यता अड नम्बर छ, त्यो पनि हामीले के गर्ने, 2 ले नै गर्ने। तर यो जुन 9 छ नि त्यसलाई चाहिँ जे छ त्यही सेम तल राख्दिने, किन जाँदैन नि त हैन। जाँदैन भने अलि सेम नेक्स्ट नम्बरले जान्छ। 2 6 जा 12 भयो। अझै पनि इभन नम्बर छ, 2 ले नै गर्ने। त्यो 9 लाई जे छ त्यही जान्छ, त्यही तल राख्दिने है। अनि 2 3 जा 6। अब चाहिँ के छ, यहाँ दुईटै अड नम्बर छ। अब अड नम्बर जहिले पनि छ भने 3 बाट स्टार्ट गर्ने, इभन नम्बर छ भने 2 बाट स्टार्ट गर्ने। 3 3 जा 9 3 1 जा 3 है। अन्तिममा 1 1 बनाइदिने के, 3 1 जा 3। अब जे छ त्यही तल राख्दिने। सो एलसीएम चाहिँ के भयो त, एलसीएम चाहिँ यहाँ जति पनि नम्बरहरु सबैलाई मल्टिप्लाई गरिदिने। 2 into 2 into 2 into 2 into 3 into 3। अब यो 1 गर्दा पनि नगर्दा पनि भयो है, किन एउटै आउँछ रिजल्ट। 2 जा 4 4 जा 8 2 जा 8 2 जा कति भयो 16 16 जा 48 43 जा कति हुन्छ त 144। हाम्रो एलसीएम कति भयो त 144 भयो। एचसीएफ 12 हो। अब हो के हैन, यहाँ कन्सेप्चुअली बुझ्यौ। एचसीएफ भनेको चाहिँ एक्चुअली के हो त मजाले बुझौं। एचसीएफ भनेको चाहिँ हाईएस्ट कमन फ्याक्टर्स। फ्याक्टर्स छ नि त, फ्याक्टर्स भने चाहिँ दुईटा नम्बरको फ्याक्टर्स के हो त। 36 को फ्याक्टर भनेको के छ त 1 2 3 4 5 6 हुँदै हुँदै 36 सम्म छ हैन। 48 को पनि के छ त 1 2 3 4 6 भने चाहिँ फ्याक्टर्स भनेको के छ त, कुनै पनि नम्बरलाई डिभाइड हुने नम्बरहरु। जस्तै 36 लाई डिभाइड हुने नम्बरहरु कुन कुन हो त, 1 1 ले 36 लाई डिभाइड हुन्छ, 2 ले पनि 36 लाई डिभाइड हुन्छ, 3 ले पनि हुन्छ, त्यस्तै 5 ले 36 लाई डिभाइड हुन्छ, हुँदैन त। फर एक्जाम्पल 4 9 ले 36 5 कति चाहिँ 36 हुन्छ, हुँदैन हुँदैन, एक्ज्याक्टली डिभाइड हुनु पर्यो के, हुँदैन। त्यस्तै हेर्नु यहाँ 48 ले पनि के भइरहेछ, 2 ले डिभाइड हुन्छ, 3 ले डिभाइड हुन्छ, 4 कति छ 48 4 12 हो के नि त 48। सो त्यो कमन मध्ये पनि हाईएस्ट कमन चाहिँ कुन छ त, फ्याक्टर्सहरु। जस्तै सबै फ्याक्टर्सहरु 1 36 को 1 र 48 को 1 1 कमन छ, 2 पनि कमन छ, 3 पनि कमन छ, 4 पनि कमन छ, 6 पनि कमन छ। कमन मात्र भएर भएन, के भन्नु पर्यो त्यो कमनको पनि यहाँ तल 8 छ, माथि 8 छ, छैन। माथि 12 छ, तल पनि 12 छ, यहाँ देखेर यहाँ कुनै पनि कमन छैन। सो यो 1 2 3 4 12 र 1 2 3 4 12 मध्ये चाहिँ हाईएस्ट कमन चाहिँ कुन हो त 12 हो नि त। सो हाम्रो एन्सर मिल्यो हैन त, मिल्यो एचसीएफ। अर्को हेरौँ यहाँ मल्टिपल भनेको बुझ्यौ। मल्टिपल अफ 5 भन्नु भने के भन्नु पर्यो, 5 1 जा 5 5 2 जा 10 5 3 जा 15। त्यस्तै के हो त मल्टिपल अफ 36 भनेको के हो त, 36 को मल्टिपल के। 36 1 जा 36 36 2 जा 72 36 3 जा 108 36 4 जा 144 36 5 जा 180 हुँदै हुँदै कतिसम्म जान्छ हैन। अब अर्को मल्टिपल अफ 48 48 1 जा 48 48 2 जा 96 43 जा 144 48 4 जा 182 त्यस्तै हुँदै हुँदै गयो नि। सो त्यो मल्टिपलको पनि लोएस्ट कमन मल्टिपल चाहिँ के हुन्छ त, त्यो मल्टिपलहरु छन् हैन। जस्तै यहाँ अरु पनि कमन मल्टिपल आउला, जस्तो तर के हो 144 144 आइसक्यो नि त लोएस्ट, यो भन्दा हाईएस्ट आउँछ। सो 144 144 के भयो त लोएस्ट हाम्रो आइसक्यो के। सो के भयो त 144 भयो। यता पनि आउन सक्ला, कमन मल्टिपल आउन सक्ला, तर त्यो के हुन्छ हाईएस्ट हुन्छ के। सो लोएस्ट चाहिँ अलरेडी हाम्रो आइसक्यो 144। सो त्यही भएर मैले यताको नलेको है त। सो हेर्नु हाम्रो एन्सर मिलिसकेको छ। कन्सेप्चुअली त्यसरी बुझ्नुपर्छ। हामीले गर्दा चाहिँ यो तरिकाले अप्नाउने है त, यो डिभिजन मेथडबाट, किन हामीलाई छिटो एन्सर चाहिन्छ। त्यो कन्सेप्चुअली तपाईले बुझ्नु।